पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल। स्वागत छ यहाँलाई। थैंक यू, नमस्ते। तो रुको, क्लाइमैक्स अभी बाकी है। युट्युब च्यानल पनि छ यहाँको हैन? अच्छा, त्यहाँबाट पनि पैसा छापेको छापै होइन होला के हो? उकाली ओह्रालीहरूमा भन्ने गीत गाएको थियो तारादेवीले गाउनु भएको होइन। अनि त्यो गीत गाउँदा चाहिँ म फर्स्ट भएको थिएँ क्या। कति त अति कमाला करोड 2 करोड 20 रुपियाँ चाहिँ हो। मान्छेहरूले कस्तो चाहिने स्वभावको छ भनेर भन्छन्। मलाई सोझी ज्ञानी भन्नुहुन्छ। मैले सिधा कुरै गरेको गर्दिन। तू समझा? हाँ। नहीं, तू समझा नहीं। गीत गाउँदै बजाइदिनु त खोइ कस्तो देख्छु रहेछ। ओहो, राम्रै पो गाउँदो रहेछु कि क्या हो जस्तो फिल भयो। त्यसपछि जानुभएको छ स्टेडियम? त्यसपछि हेर्नु जानु? त्यसपछि क्रिकेट हेर्न चाहिँ गएको छैन। ल म चाहिँ क्रिकेट हेर्न आएको छु। कैसा लगा मेरा मजाक? ओके, तपाईले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को? तपाईँ। कन्ट्रोल उदय कारणले होइन, मेरो कारणले मान्छेहरू हाँसिराख्नु भएको छ नि त, त्यो कुरा पनि मलाई खुसी लाग्छ। किन कतिजना स्याड भएको बेलामा मेरो इन्टरभ्यू हेर्नु भने हाँस्नुहुन्छ क्या।